आज चाहिँ म तपाईलाई यो पिक्सेल पोइन्ट अफर वाल भित्रको यो पिक्सेल पोइन्ट भन्ने अप्सनको बारेमा बताउन गइरहेको छु। यदि तपाईहरुसँग कुनै पनि एक्स्ट्रा मोबाइल छ भने तपाईले त्यसमा भिडियो चलाएर त्यसमा पोइन्ट अर्न गर्न सक्नुहुन्छ र त्यो पोइन्टलाई चाहिँ यहाँ यो प्लेटफर्ममा आएर तपाईले क्याशमा कन्भर्ट गर्न सक्नुहुन्छ है। 9 पोइन्ट बराबर त्यति बेलाको समयमा 9 पोइन्ट बराबर झन्डै 1 सेन्ट हुन्थ्यो। मैले कति पोइन्ट बराबर कति रिडिम गरेको थिएँ भन्ने कुरा पनि म तपाईहरुलाई देखाउँदै जानेछु। यसलाई एग्री गर्दियौं। अब तपाईहरुले साइन अप गर्ने हो है, फर्स्ट चोटी गर्दा साइन अप गर्ने हो। साइन अपमा जाने हो अनि अरु चीजहरु जसरी साइन अप गर्नुहुन्छ त्यसरी नै गर्ने। तर तपाईले यहाँ इमेल एड्रेस राख्दाखेरि चाहिँ जुन इमेल एड्रेसले तपाईले अगाडि हाम्रो प्लेटफर्ममा लगइन गर्नुभएको थियो, साइन अप गर्नुभएको थियो, त्यही इमेल एड्रेस राख्नु होला। त्यसो गर्दाखेरि त्यो इमेल एड्रेस र यहाँ चाहिँ लिंक बन्छ है। आफै एउटा लिंक बन्छ, भएन भने पनि हामी सजिलै लिंक गर्न सकिन्छ। ल त्यसरी साइन अप गर्नु होला र यो साइन अप कम्प्लिट गरिसकेपछि तपाईहरुलाई यहाँ तल साइन अप मी भनेपछि इमेलमा एउटा लिंक आउँछ, त्यो लिंकमा क्लिक गरेर भेरिफाई गर्नु होला। फेरि यही ठाउँमा आइपुग्छ, तपाई लगइन पनि हुनुहुन्छ है त त्यो बेला। यदि भएन भने यहाँ जुन इमेल र पासवर्ड राखेर गर्नुभएको छ त्यही इमेल र पासवर्ड राखेर लगइन गर्नु होला। त्यसपछि तपाईहरुले भिडियो हेर्न स्टार्ट गर्ने हो। भिडियो हेर्न स्टार्ट गरेपछि त्यहाँ जति एड बच्छ त्यो एड अनुसार तपाईलाई पोइन्ट आउँदै जान्छ। भिडियो हेरेर बस्नु पर्दैन, जस्ट चलाइदिने हो, छोड्दिने हो। आफै एड आउँछ, आफै चल्छ, आफै सकिन्छ, आफै पोइन्ट आउँदै जान्छ है त। तपाईहरुको मोबाइल चाहिँ एक्स्ट्रा छ भने चाहिँ त्यही कामको लागि राखिदिन सक्नुहुन्छ। अब त्यसको लागि अब लगइन गर्छु है त मेरो एकाउन्ट। लगइन गरौँ। लगइन भइसकेको छ। अब यतापट्टिको यो तीनटा तर्कमा तपाईहरु जानुहुन्छ भने चाहिँ यहाँ जानुभयो भने चाहिँ तपाईहरुले ट्रान्सफर, अहिले मेरो पोइन्ट यहाँ 0 देखिरहनु भएको छ, पोइन्ट 0 भनेर देखाइरहेछ। अब तपाईहरुले अर्न गरी पोइन्ट भिडियो हेरेर पोइन्ट आइसकेपछि तपाईहरुले ट्रान्सफर पोइन्ट भनेर त्यो पोइन्टलाई चाहिँ हाम्रो उतापट्टि प्लेटफर्ममा ट्रान्सफर गर्न सक्नुहुन्छ। त्यो क्याश बनाएको लागि तपाईहरु यहाँ जानुस्, ट्रान्सफर पोइन्ट भनेर। त्यसपछि कति पोइन्ट ट्रान्सफर गर्ने यहाँ तपाईले इन्ट्री गर्नुपर्ने हुन्छ अनि रिडिम ब्यालेन्स भनेर देखिन्छ, यहाँ एक्टिभ हुन्छ। त्यसपछि तपाईको यो पोइन्ट चाहिँ क्याशमा कन्भर्ट भएर उतापट्टि प्लेटफर्ममा ट्रान्सफर हुन्छ है त। ल प्रोमो कोडहरु पनि कहिलेकाहीँ यसले दिएको हुन्छ। प्रोमो कोड भनेको चाहिँ त्यो कोड तपाईहरुले हालेर यहाँ इन्टर गरेपछि चाहिँ तपाईलाई भिडियो नहेरिकन अटोमेटिक पोइन्टहरु आउने गर्छ है त। ल अब म तपाईहरुलाई हिस्ट्री देखाउन चाहन्छु, मैले कहिले कति विथड्र गरेको थिएँ भन्ने कुरा हेर्नु होला प्रुफको लागि। यहाँ राखेको छ डिसेम्बर 2, मैले स्टार्ट गरेको रहेछु कहिलेबाट। ल मैले डिसेम्बर 30 2020 मा पहिलो विथड्र गरेको रहेछु, पहिलो रिडिम गरेको रहेछु पोइन्टलाई हैन। 9 पोइन्ट रिडिम गरेको रहेछु। 9 पोइन्ट रिडिम गर्दाखेरि 1 सेन्ट दिएको रहेछ। त्यस्तै मार्चमा गरेको रहेछु 2021 मा। डिसेम्बर, जनवरी, फेब्रुअरी, मार्च 3 महिनापछि गरेको रहेछु। 290 सेन्ट मैले प्राप्त गरेको रहेछु, यानी $2.9 है। अब यो हिसाबले हेर्दाखेरि हामीले 9 पोइन्ट अर्न गर्दाखेरि 1 सेन्ट पाउने रहेछौँ है त। ल त्यस्तो छ। यो मेरो हिस्ट्री भयो, मैले रिडिम गरेको हिस्ट्री भयो। तपाईहरु पनि यसमा साइन अप गरेर आफ्नो युज नभइरहेको मोबाइललाई चाहिँ प्यासिभ इन्कमको रूपमा त्यसलाई युज गर्न सक्नुहुन्छ है। प्यासिभ इन्कम गर्ने माध्यमको रूपमा युज गर्न सक्नुहुन्छ। यो तपाईहरुले ट्राई गर्नु होला। दुबई र मलेसियाबाट मात्रै है, युएई र मलेसियाबाट। युरोपियन कन्ट्रीहरु छ, अरु सिंगापुर छ है, जापान पनि छ। यदि त्यो भित्र हुनुहुन्छ तपाईहरु भने ट्राई गर्नु होला।